एउटा सम्पन्न परिवारमा जन्मिएको व्यक्तिले संसार बदल्ला भन्ने कमैले सोचेका थिए। तर आफूलाई मनपर्ने काममा जस्तोसुकै दुःख पनि सहने बिल गेट्सले कलिलै उमेरमा माइक्रोसफ्ट कम्पनीको स्थापना गर्दै कम्प्युटर सफ्टवेयरको संसारमा आफ्नो बेग्लै मानक बनाए। त्यही मानकले उनी संसारकै धनी मानिसहरूको सूचीमा बारम्बार सूचीकृत भए। एउटै कुरामा ध्यान केन्द्रित गर्दा त्यसले दिने सफलता कस्तो र कत्रो हुन्छ भन्ने ठुलो तस्बिर देखाउने बिल गेट्सले लिन मात्र जानेनन्, दिन पनि उत्तिकै जाने। त्यसैले उनी संसारकै दानीका रूपमा पनि एक नम्बर नै रहे। जे गर्दा पनि नम्बर 1 मै रहने उनको स्वभाव, सफलताका कथा र असफलताका दुःखहरूको रोचक जीवनी। बिल गेट्स, डिजिटल क्रान्तिदेखि सृजनशील पुँजीवादसम्म। आज हामी यिनै बिल गेट्सको बारेमा लेखिएको पुस्तकको समीक्षा गर्नेछौँ। पुस्तकको नाम हो बिल गेट्स, डिजिटल क्रान्तिदेखि सृजनशील पुँजीवादसम्म। यो कृतिको नाम बिल गेट्स। विधा जीवनी, सम्पादन अच्युत कोइराला, प्रकाशक 5 पोखरी प्रकाशन गृह, वितरक 5 पोखरी बुक स्टोर। ISBN नम्बर रहेको छ 978 9937 8784 49। परिवार। बिल गेट्सको मावली निकै सम्पन्न परिवार थियो। घर भने अलिक गरिब थियो। मावलीतिरका कुप्रा बुबा JW म्याक्सवेल देशभरि नै चिनिएका बैंकर थिए। उनी आयोवा राज्यमा बुबाहरू जस्तो खेती किसानीमा रमाउने किसिमका व्यक्ति थिएनन्। त्यसैले आयोवाको गाउँले क्षेत्र छाडेर 19 वर्षको उमेरमा उनी नेब्रास्का राज्यको लिङ्कन सहरमा आइपुगेका थिए। एक शताब्दीपछि 19 वर्षकै उमेरमा उनका पनाती बिल गेट्सले आफ्नै कम्पनी माइक्रोसफ्ट स्थापना गरे। म्याक्सवेलका छोरा जेम्स विलार्ड म्याक्सवेलले पनि 25 वर्षको उमेरमा बुबाको पद चिन्ह पछ्याउँदै बैंकिङ क्षेत्रमा नै पाइला चाले। सक्रिय समाजसेवा र लोकप्रियताका कारण विलार्ड चाँडै नै पेसिफिक नेसनल बैंकको उपाध्यक्ष बने। पछि यो बैंक अमेरिकाकै 9औं ठुलो बैंकको रूपमा उदायो। विलार्डकी छोरी मेरी सियाटलमा सन् 1929 मा जन्मिएकी थिइन्। यिनै मेरी बिल गेट्सकी आमा बन्न पुगिन्। सियाटलको सबैभन्दा धनीहरूको समूहमा जन्मिएकी मेरी म्याक्सवेलले युनिभर्सिटी अफ वासिङ्टनमा पढ्दा बिल गेट्स जुनियरलाई देखेकी थिइन्। बिल गेट्स जुनियर बिल गेट्सका बुबाको नाम हो। तपाईहरू नझुकिनुहोला। बिल गेट्स जुनियरका बुबा खासै धनी थिएनन्। श्रीमतीको परिवार जति धनी थियो त्यसको दाँजोमा उनीहरूको परिवार गरिब नै मान्दा फरक पर्दैन थियो। बिल गेट्स जुनियर खासै महत्त्वाकांक्षी व्यक्ति थिएनन्। सियाटलभन्दा 1 घण्टा टाढाको बस्ती ब्रेमेरटनमा जन्मिएका गेट्स जुनियरका बुबाको फर्निचर पसल थियो। सन् 1943 मा स्कुल पास भएपछि उनले सेनामा जागिर खान चाहे। त्यो बेला दोस्रो विश्वयुद्ध चलिरहेको हुनाले उनले सेनाको तालिममा सहभागी भए। सन् 1946 मा जर्जियाको फोर्ट बेनिङमा उनको तालिम सकिँदा विश्वयुद्ध पनि सकिएको थियो। सेनालाई प्रदान गरिने छात्रवृत्ति अन्तर्गत उनी वासिङ्टन विश्वविद्यालयबाट स्नातक भए। स्नातक हुने उनको परिवारको पहिलो सदस्य बिल गेट्स जुनियर नै थिए। सन् 1955 को अक्टोबर 28 मा विलियम हेनरी गेट्स तेस्रो जन्मिए। बेलुकी 9 बजे जन्मिएको यो बालकलाई परिवारले ट्रे नाउँ राख्यो। विलियम हेनरी गेट्स नाउँका 3 जना व्यक्ति भएकोले तेस्रो भनिएको थियो। बोलीचालीको नाउँ चाहिँ हामी बिल गेट्स नै भनेर चिन्छौँ। स्कर्पियो अर्थात् कर्कट राशिका बिल गेट्स ज्यादै छुकछुके चकचके भनेको नमान्ने र आफ्नो कुरामा जिद्दी गर्ने स्वभावका थिए। कहिले स्थिर नहुने उनको बानीका कारण बुबा आमाले हल्लिने कुर्सी राखिदिएका थिए। पछि यस्तो हल्लिने बानी नराम्रो गरी बस्यो। माइक्रोसफ्ट स्थापना गरेपछि उनी सधैँ अस्थिर हुँदा हल्लिने कुर्सीमा यस्तरी मचिरहेका हुन्थे कि उनका कर्मचारीहरू पनि उनीसँगै होमा हो मिलाउन आफ्नो कुर्सी पनि उस्तरी नै हल्लाइरहेका हुन्थे। कतिलाई यो दृश्य ठुलो ठट्टा जस्तो लागे पनि बिलले यो कुरामा कहिल्यै चित्त दुखाएनन्। मेरी गेट्सले आफ्नो छोरा बिल गेट्सका बारेमा बताउँदै द मेकिङ अफ माइक्रोसफ्टमा भनेकी छिन्, 8 वर्षको उमेरदेखि नै बिल ज्याद्रो थियो। उसले चाहेको हुनै पर्थ्यो। अलि अराजक थियो। कोठाचोठा फोहोर बनाउँथ्यो। त्यसलाई सफा गर भन्यो भने टेर्दैनथ्यो।
कतिपटक त हकार्नु र पिट्नु पनि पर्थ्यो। हाम्रो केही लाग्दैन थियो। पछि त हामीले उसलाई हराउन पनि छाड्यौँ। कार्लले बिल गेट्सको जीवनी हार्ड ड्राइभमा भनेका छन्, स्कुलमा दिएका असाइनमेन्ट सबैभन्दा चाँडो उसैले सक्नु पर्थ्यो। चाहे त्यो कुनै साङ्गीतिक बाजा बजाउने वा गीत गाउने, कुनै कुरा लेख्ने होस्, सुरुमा उसैले सक्नु पर्थ्यो। अरूले नै अगाडि सकेको ऊ देखिसहँदैन थियो। ऊ आफूलाई सबैभन्दा सर्वोत्तम प्रमाणित गर्न चाहन्थ्यो। शिक्षकले आफ्ना विद्यार्थीहरूलाई 4 वा 5 पेजमा समेटिने गरी कुनै निबन्ध लेख्न लगाउँदा अन्य विद्यार्थीहरूले त्यो निबन्ध मुस्किलले 2 वा 3 पेज लेखिसिद्ध्याएका हुन्थे। बिल गेट्सले चाहिँ त्यही निबन्ध 30 पेजभन्दा बढी लेखेका हुन्थे। बिलले जे गर्थ्यो त्यो बृहत् स्तरमा गर्थ्यो। कार्लले प्रतिक्रिया दिँदै भनेका छन्, उसले सधैँ अरूभन्दा राम्रो र गतिलो गर्छु भनेर धाक दिन्थ्यो। वास्तवमा धाक अनुसारकै सधैँ राम्रो नै गर्थ्यो। त्यसो त अभिभावकका रूपमा बिलका बुबा र आमाले उनको अनुभवलाई विस्तृत र बृहत् बनाउनका लागि भूमिका पनि उत्तिकै खेले। बढीभन्दा बढी खेलकुद, बढीभन्दा बढी सामान्य ज्ञान, भ्रमण, पढ्ने कुराको सुविधा र छोराको रुचि जस्तो छ त्यही अनुसारको वातावरण पनि उनीहरूले दिए। उमेर बढ्दै गएपछि छोरालाई स्काउटमा पनि भाग लिन प्रोत्साहन गरे। आफ्नो उमेरका धेरैजनासँग सङ्गत गर्न पाइने र तिनलाई नियन्त्रण गर्न पनि मजा मान्ने हुनाले बिलले यसलाई सानै उमेरमा रुचाए। त्यसो त छोरा बिल गेट्सलाई स्काउट राम्रै हुन्छ भन्ने बुबालाई थाहा थियो, किनभने उनले पनि आफ्नो बाल्यकालमा स्काउटमा सक्रिय रूपमा सहभागिता जनाएका थिए। घुलमिल हुने र नेतृत्व जस्ता कुरामा यसले बढावा दिने उनले बुझेका थिए। स्काउटमा सक्रिय रहँदा बिलले चन्दा सङ्कलन गर्नुपर्ने हुन्थ्यो। त्यस्तो चन्दा सङ्कलन गर्नका लागि घरबाट पैसा ल्याउन पाइँदैन थियो। आफैले केही काम गरेर पैसा कमाउनु पर्थ्यो। त्यो कमाएको पैसाले सबै विद्यार्थीहरू घुम्न निस्कन्थे। त्यसो गर्दा बालबालिकाहरूमा बेच्ने कौशल जन्मन्थ्यो। समाजसँग घुलमिल हुने बानीको विकास हुन्थ्यो। यसका लागि बिलले बिजुलीका बल्ब र चकलेटहरू पनि बेचे। यो प्याराग्राफ फेरि एकपटक सुन्नुहोस्। स्काउटमा सक्रिय रहँदा बिलले चन्दा सङ्कलन गर्नुपर्ने हुन्थ्यो। त्यस्तो चन्दा सङ्कलन गर्नका लागि घरबाट पैसा ल्याउन पाइँदैन थियो। आफैले केही काम गरेर पैसा कमाउनु पर्थ्यो। त्यो कमाएको पैसाले सबै विद्यार्थीहरू घुम्न निस्कन्थे। त्यसो गर्दा बालबालिकाहरूमा बेच्ने कौशल जन्मन्थ्यो। समाजसँग घुलमिल हुने बानीको विकास हुन्थ्यो। यसका लागि बिलले बिजुलीका बल्ब र चकलेटहरू पनि बेचे। त्यो बेचेर आएको पैसाबाट स्कुलले उनीहरूलाई घुमाउन लैजाने र जङ्गलको बिचमा क्याम्प लगाउँथ्यो। यसो गर्दा बालबालिकाहरूलाई बाहिरी वातावरणका बारेमा बुझ्न सजिलो हुन्थ्यो। जङ्गलमै रात बिताउनाले विविध किसिमका क्रियाकलापमा सहभागी गराइन्थ्यो, जसका कारण उनीहरूमा डरको भावना हराउने र आफै विभिन्न किसिमको समस्या समाधान गर्न तत्पर हुने बानीको विकास हुन्थ्यो। बिल गेट्सको मावलकी हजुरआमा एडलले म्याक्सवेलको प्रभाव पनि उनमा राम्रो रहेको थियो। हजुरआमाले सानै उमेरमा आफ्नो नातिलाई बढीभन्दा बढी पढ्न प्रेरित गर्थिन्। नातिले बढीभन्दा बढी दिमागी कसरतका कुराहरू गरोस् भनेर हजुरआमाले चुनौती दिन्थिन्। बढीभन्दा बढी दिमाग प्रयोग गर्नुपर्ने खेलहरू खेल्न हजुरआमा नाति तयार हुन्थे। सन् 1987मा हजुरआमा एडललेको मृत्यु नहुन्जेल दुवै खुब नजिक थिए। खाना खाने बेलामा अरूका बाबुआमा भए चुप लागेर खाऊ भन्थे होलान्, तर गेट्स परिवारमा खाना खानु भनेको भरमार छलफलको अवसर सिर्जना गर्नु थियो। छोराछोरीले बाबुआमालाई तिनको कामका बारेमा जानकारी माग्थे। उनीहरूले पनि झिँजो नमानी आफ्ना काम कारबाही र गतिविधिका बारेमा जानकारी दिन्थे। हुन पनि परिवार एकैसाथ भेट हुने अवसर भनेको खानपिनका बेला नै हुन्छ। त्यो बेला सबै परिवारले एकअर्काको प्रगति विवरण बुझिरहेका हुन्थे। बाल्यकालका बारेमा बिलले भनेका छन्, हामीले सिक्ने गजबको वातावरण मेरा बा आमाले दिएका थिए। उनी गणितमा ज्यादै प्रतिभा सम्पन्न थिए। बिलकी आमा मेरीले पछि सम्झिँदै भनेकी छिन्, मेरो छोरोलाई समय नष्ट भएको मन पर्दैन थियो। एकपछि अर्को कुरा ठिक समयमा हुनुपर्थ्यो। ऊ ठिक समयमा पढ्न बस्थ्यो, ठिक समयमा पढेर निस्कन्थ्यो, अन्य किसिमका गतिविधिहरूमा सक्रिय हुन्थ्यो। उसलाई हामी पढाइमै मात्र घोत्लिन कहिल्यै दिएनौँ। पढेपछि केही समय खेलकुद र उफ्री पाफ्रीमा दियोस् भन्ने चाहन्थ्यौँ। त्यसमा उसले कहिल्यै गनगन गरेन। बिल गेट्सको परिवारको बारेमा संक्षिप्त जानकारी आजलाई मैले यति नै गराएँ।
यो भिडियो यदि तपाईँले रुचाइदिनु भयो भने बिल गेट्स सम्बन्धी अरू रोचक जानकारी लिएर पुनः अर्को भिडियोमा उपस्थित हुनेछु। तबसम्मको लागि बिदा दिनुहोस्। तपाईँको जीवन सुखमय बितोस्।